हेलो हेलो सबैजनालाई नमस्ते। बाटो खनेर चोखाउने भन्ने ठिक्क हुन्थ्यो। अहिले त झारले भरिएछ। यो हो पानी ट्याङ्की। अब पानी यो पानी ट्याङ्की भन्छन्। यो पानी ट्याङ्की सिँचाइको लागि भनेको, तर यो सबैजनाले आफ्नो पेटको लागि सिँचाइ गरे। अब यो ट्याङ्कीको हालत यस्तो छ कि यस्तो छ, पुरा बिग्रेर अब भत्किने बाँकी छ। यहाँको भएको पिपल पनि काटेर भ्याए। अब तलबाट पाइप दिछाको पनि दुईचोटि गरेर सके। अब तल एउटा जङ्गलमा अर्को ट्याङ्की छ, त्यो पनि अब त्यस्तै छ। अब गाउँमा बिछाएको पाइपको पनि बिजोग छ। अब यो हालतले मुसिकोट नगरपालिका वार्ड नम्बर 7 को स्थिति पुरै सकिसक्यो। अब इस्माइल थानको यो पानी